चितवन जिल्लामा टमाटरको भाउ नपाएको कारणले गर्दाखेरि पुरै टमाटर यसरी जोतेर धान रोपिएको छ। हेर्नुस् यो पुरै बारी यता हेर्नुस् है, यो त्यही मान्छे हो जोत्ने। टमाटरको बारी टमाटरको भावै नपाएको कारणले गर्दा पुरै टमाटर जोत्न पर्ने बाध्य भए। यो चितवन जिल्ला राप्ती नगरपालिका 8 बडारा हो। खुरखुरे एन्ड वीरेन्द्रनगर भनेर चिनिन्छ यो ठाउँलाई। यो खुरखुरे र वीरेन्द्रनगरको बिचमा हो। टमाटरको भावै पाएन। अब टिप्ने मान्छेलाई दिने जेला शुद्ध नउठ्ने भएको कारणले गर्दा आज हामीले टमाटरलाई जोती धान रोपेको छ। धान रोप्न बाध्य भए। ल हेर्नु होला गाइज, तरकारी खानलाई चाहिँ नेपालभरिबाट चितवन जिल्लामा आउनु होला, किनकि चितवन जिल्लामा कहिले बन्दा कहिले काउली, कहिले टमाटर, कहिले दुनियाँ हरेक तरकारीहरू चाहिँ यो ठाउँमा जोत्नुपर्ने बाध्य हुन्छ। कहिले दुधै पोखाएको अवस्था चितवन जिल्लामा हो। त्यही भएर सबैजना बस्न चाहिँ चितवनै आउनुपर्छ। तरकारी फ्रेस सस्तो खान मन लाग्नु भयो भने आउनु होला।